ए आज त किचनमा मामा ए हो नि के बनाउनु आज भएको चाहिँ स्पेसल चिकन आज मेरो हातले बनाऊ भनेर नि ए गरेको कि अस्तिदेखि सोचिरहेको थिएँ हो हजुर। मकै परेको थिएन अन्त के गर्नुभएको यो चाहिँ त्यो चाहिँ एकदम पुरै भुनेको त्यस्तै भुनुपर्छ हो कुन चाहिँ चिकन बनाउनु हुँदैछ हाँ? कुन चाहिँ डिसको नाम के हो चाहिँ अब अफगानी चिकन भनौँ न र अफगानी चिकन पनि भनिन्छ अफगानी चिकन एकदम नाम पनि मलाई पनि थाहा छैन सन्चै हो हजुर यहाँनिर चाहिँ मेरिनेट गर्नुभएको रहेछ यो चाहिँ अब दही सहीमा हो मसलाहरू गरेर मेरिनेट गरेर राखेको छु हजुर अब बनाउँदैछु स्पेसल चिकन भनेर अब पनि तिमीहरूलाई चाहिँ मन पर्छ कि पर्दैन अस्तिदेखि सोचिरहेको थिएँ अब हो हजुर सोच्छु भनेर आज चाहिँ मामाको हातको खानै भयो मिठो मिठो टेस्टी टेस्टी खाना ओ माया यता हेर्नुहोस् न बटर पनि हाल्दैछु स्टार्ट अब यो मसला तयार भयो हो हजुर अब एकछिन यसलाई पकाउनुपर्छ हो हजुर। बटर हालेर मैले यो गरेँ अमुल बटर हालेर अन्त यसलाई एकछिन पकाउँछु ग्रेभी भएपछि अनि चिकन हालेर यसलाई कुक गर्नुपर्छ अब चाहिँ मसला रेडी भयो हो यो मेरिनेट गरेको चिकन अब हाल्दैछु देख्नु अब चाहिँ मसला रेडी भयो हो यो मेरिनेट गरेको चिकन अब हाल्दैछु देख्नु अब चाहिँ चिकन हालिसकेँ हो एउटा त्यो टुक्रा गरी अब यसमा एकदिन चलाएपछि चाहिँ छोपेर धीमी आगमा पकाउनुपर्छ बिस्तारै पाक्छ यसको मसलाहरू एकदम मासुभित्र पस्नु पऱ्यो चिकन रेडी भयो रेडी भयो चिकन